हरकत भयो। त्यसले गर्दा न त सहमति बन्न सक्यो न त प्रक्रियामा जान सक्यो र त्यसको परिणामस्वरूप हामीले देख्यौं आज संविधान सभाको बैठकै नबसी 601 जना निर्वाचित सभासदहरूले बहस छलफलै गर्न नपाइकन त्यो संविधान सभाको आज अन्त्य भएको छ। यो धेरै दुःखद कुरा हो। त्यसैले यसबाट हामीले एउटा नकारात्मक शिक्षा लिएर फेरि देशलाई अगाडि बढाउनु छ। लोकतन्त्र, गणतन्त्र, संहिता, धर्मनिरपेक्षता, अग्रगमन लगायतका जुन हाम्रा अभिष्टहरू छन् तिनलाई संस्थागत गर्नको निम्ति फेरि पनि अगाडि बढ्नुपर्छ। अहिले हामी असफल भए पनि जसको कारणले असफल भए पनि नेपाली जनताले त्यसको निश्चित रूपमा मूल्याङ्कन गर्नेछन्। मैले यहाँ अहिले कसैलाई पनि दोष दिन म आवश्यक र जरुरी ठान्दिन, उपयुक्त ठान्दिन, किनकि राजनीतिक सहमति बिना फेरि पनि हामी अगाडि बढ्ने अवस्था छैन। तैपनि हामीले एउटा कुरा चाहिँ के बुझ्नै पर्छ भने नेपाली जनताले 10 वर्ष जनयुद्ध, 19 दिन जनआन्दोलन, लामो मधेस आन्दोलन, जनजाति आन्दोलन जुन गरेका थिए त्यो परिवर्तनको निम्ति थियो। पुरानो एकात्मक जुन राज्य सत्ता छ, सामन्ती राज्य सत्ता छ, त्यसको अन्त्य गरेर गणतन्त्रात्मक संहिता र अग्रगामी राज्य सत्ता जनताले चाहेका थिए। त्यस्तो संविधान बनाउन आजको आवश्यकता थियो र खास गरी महिला, दलित, जनजाति, उत्पीडित क्षेत्रका जनता, मधेसी, मुस्लिम, पिछडा वर्ग लगायतका जनताले जुन परिवर्तनको चाहना राखेका थिए त्यो संविधानमा अभिव्यक्त हुनु पर्थ्यो। तर पुरानो यथार्थवादी सोच राख्ने शक्तिहरूले पटक्कै त्यसलाई आत्मसात गर्न चाहेनन्। बरु विभिन्न बहानामा समय बिताउँदै जाने, सहमति पनि नगर्ने, प्रक्रियामा पनि जान नदिने र उनीहरूको मकसद कुनै पनि तरिकाले संविधान सभालाई विघटन गराउने, जनताको उपलब्धिहरूलाई गुमाउने त्यो दिशामा नै परिलक्षित भएको हामीले पायौं। र त्यसैले मैले दुःखका साथ भन्नुपर्छ 9 महिना पहिले संयुक्त मधेसी मोर्चा र माओवादीको संयुक्त सरकार बनेपछि हामीले शान्ति र संविधानलाई मुख्य लक्ष्य बनाएर कामहरू हामीले गर्यौं र लामो समयसम्म शान्ति प्रक्रिया अगाडि नबढेको कारणले संविधान निर्माण हुन सकेन भन्ने कुराहरू पनि आए। त्यसैले माओवादीले एकतर्फी रूपमा ठूलो जोखिम उठाएर शान्ति प्रक्रियाको मुख्य पार्टी सेना समायोजनलाई पूर्णता दिने काम गर्यो। चैत्र 28 गते त्यो गरिएको थियो। त्यसपछि वैशाख पछि हामीले निरन्तर रूपमा संविधानका विषयमा सहमति बनाउने कोसिस गर्यौं। पटक पटकका वार्ताहरू आयोजनाहरू गरिए र हाम्रो अपेक्षा के थियो भने शान्ति प्रक्रियाले पूर्णता पाएपछि संविधानको काम अगाडि बढ्छ। तर त्यो वास्तवमा त्यो बहानाबाजी मात्रै रहेछ। मुख्य कुरा शान्ति र संविधान जो एक आकाशमा जोडिएका कुरा हुन् र संविधान सभा मार्फत परिवर्तनलाई संस्थागत गर्ने जुन कुराहरू थियो त्यसलाई संस्थागत गर्न नचाहने प्रवृत्तिले संविधान निर्माणमा बाधा सिर्जना गर्यो। त्यसैले हामी आज यो अवस्थामा आइपुग्यौं। त्यसैले फेरि पनि म तपाईहरु मार्फत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई के आग्रह गर्न चाहन्छु भने हामीले हरेस खानु हुन्न। हाम्रो देश एउटा विविधताले भरिएको, जातीय, क्षेत्रीय, लैंगिक विविधताले भरिएको, मधेसदेखि हिमाल पहाडसम्म फैलिएको, मेचीदेखि महाकालीसम्म फैलिएको जुन हाम्रो देश छ यसको भविष्य असाध्यै उज्जवल छ। तर त्यो दिशामा अगाडि बढ्नको निम्ति हामीले एउटा अग्रगामी सोचका साथ, परिवर्तनकामी सोचका साथ अगाडि बढ्नुको हामीसँग विकल्प छैन। त्यसै भएको हुनाले यति बेला हामी निश्चित रूपमा केही चिन्तित बनेका छौं, केही निराश बनेका छौं। तैपनि हामीले हिम्मत हार्नु हुँदैन। असफलताहरू मिल्छन्, असफलतालाई सफलतामा परिणत गर्नु नै एउटा विकासको एउटा परिचायक हो। त्यसैले म सम्पूर्ण देशवासीहरूलाई आग्रह गर्न चाहन्छु हामीले फेरि यी असफलताहरू पाठ सिकेर, कमी कमजोरी पाठ सिकेर अगाडि बढौं। लोकतन्त्रको मूल मर्म भनेको जनताको अभिमत प्राप्त गरेर अगाडि बढ्नु हो। त्यसैले यस पटकको संविधान सभा मार्फत जनताको संविधान बन्न नसके पनि फेरि अब हामीले मंसिर 7 गते नयाँ जनादेश प्राप्त गर्नको निम्ति जनताको बीचमा जाने जुन निर्णय हामीले गरेका छौं त्यसमा सबै दलहरूले आफ्नो एजेन्डा लिएर अगाडि बढ्नु पर्नेछ। को वास्तवमा संहिताको पक्षधर हो, को होइन, जो परिवर्तनको पक्षधर हो, को होइन भन्ने नेपाली जनताले फेरि एकचोटि फैसला गर्नुपर्छ। संविधान सभामा वास्तवमा परिवर्तनकामी शक्तिहरूलाई, संहिता पक्षधर शक्तिहरूलाई, त्यो देशका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्गका पक्ष पोषण गर्ने शक्तिहरूलाई स्पष्ट अभिमत नदिएसम्म जनताको पक्षमा संविधान बन्न सक्दो रहेनछ। यथार्थवादी शक्तिहरूकै बाहुल्य रह्यो भने उनीहरूले विभिन्न ढंगले संविधान निर्माणको प्रक्रियालाई अड्काउने एउटा भिटो पावर उनीहरूको हातमा रह्यो भने संविधान बन्न सक्दो रहन्छ भन्ने तितो पाठ हामीले सिकेका छौं। त्यसैले अब हामीले जुन आगामी निर्वाचन हामी जाँदैछौं त्यति बेला
यी मुद्दा जनताका मुद्दाहरूलाई केन्द्रमा राखेर जनताले फैसला गर्नेछन्। त्यस क्रममा हामी सबैले फेरि एउटा सहमतिका साथ, राष्ट्रिय सहमतिका साथ अगाडि बढ्नुपर्छ। म यस अवसरमा सबैसँग म यही आग्रह गर्न चाहन्छु र सम्पूर्ण राजनीतिक दलहरू, नागरिक समाज, पत्रकार जगत र आम जनता एउटाले निराश नबनिकन एउटा नयाँ नेपाल निर्माण गर्नको निम्ति, संघीय गणतन्त्रात्मक नेपाललाई संस्थागत गर्नको निम्ति फेरि एकपटक हात्तीमालो गरेर हामी अगाडि बढौं। म सबैसँग यही आग्रह गर्न चाहन्छु र व्यक्तिगत तर्फबाट म आफूले जुन खालको भूमिका निर्वाह गर्ने प्रयत्न गरेँ, यो मोर्चाका घटकले जुन प्रयत्नहरू गर्यो त्यसमा हामी पूर्ण रूपले सफल हुन नसकेकोमा म दुःख प्रकट गर्न चाहन्छु र हाम्रो तर्फबाट भएका जुन कमी कमजोरी भएका छन् त्यसबाट पाठ सिकेर आगामी दिनमा फेरि देश र जनताको पक्षमा समर्पित हुने प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु र आम जनतामा निराश नबनिकन एउटा उच्च मनोबलका साथ लोकतन्त्र, गणतन्त्र, संघीयतालाई संस्थागत गर्ने अभियानमा निरन्तर अगाडि बढ्न म आग्रह गर्न चाहन्छु। धन्यवाद। अब यसको त विकल्प नै रहेन।